सो इस्केमिक कार्डियोभास के भन्छ हाम्रो इस्केमिक कार्डियोभास्कुलर डिजिजमा हामी के कहाँ पुगेका छौँ त हामी इन्भेस्टिगेसन पुगेका छौँ इस्केमिक सेरेब्रोभास्कुलर डिजिजमा भास्कुलर डिजिजमा हामी कहाँ पुगेका छौँ इन्भेस्टिगेसनमा। सो यसको इन्भेस्टिगेसन हामी के गर्छौँ इन्भेस्टिगेसन हेर्दाखेरि के रहेछ हाम्रो एउटा भनेको न्युरो इमेजिङ गरिन्छ न्युरो इमेजिङ अब न्युरो इमेजिङ हेऱ्यौँ भने हामी सिटी गर्न सक्छौँ। त्यसपछि हाम्रो अर्को भनेको के हो एमआरआई ठिक छ। अब सिटी एन्ड एमआरआई भनेको चाहिँ पेसेन्ट अन द एन्टिकोगुलेन्ट विथ अरू एब्नर्मल कोगुलेसन छ कन्सिडरेसन हाम्रो के गर्छौँ कि रिपरफ्युजन थ्रोम्बोसिस छ थ्रोम्बोलाइसिस अर इमिडिएट एन्टिकोगुलेन्टहरू चलाउँछौँ। त्यसपछि हाम्रो डिटोरिएसन कन्सियसनेस लेभल अर रिपिडेडली हाम्रो प्रोग्रेसन डेफिसिट छ भने त्यसमा यो अनि अर्को भनेको सस्पेक्टेड सेरेब्रोभास्कुलर हेमाटोमा अर एक्सक्लुड द हाइड्रोसेफालसहरू एक्सक्लुड गर्नु छ भने यो सबमा हामी के भन्छ इमिडिएट गर्छौँ इमिडिएट हामी के गर्छौँ एमआरआई अर सिटी गर्छौँ। जस्तै पेसेन्टलाई हाम्रो रिपरफ्युजन भइरहेको छ अथवा इमिडिएट एन्टिकोगुलेन्ट चलाउनु पऱ्यो अथवा हाम्रो के भन्छ डिटोरेसन कन्सियस लेभल छ भने अथवा ऱ्यापिडली प्रोग्रेसन छ भने त्यसपछि आउँछ भास्कुलर इमेजिङ ठिक छ। भास्कुलर इमेजिङ अब भास्कुलर इमेजिङमा के पर्छ त एमआरआई सिटिए एन्ड अर्को भनेको इन्ट्रा आर्टेरियल कन्ट्रास्ट रेडियोग्राफी यो भयो। त्यसपछि हाम्रो आउँछ के हुन्छ कार्डियक इन्भेस्टिगेसन हामी कार्डियक कल छ भने त्यो छुट्याउनलाई कार्डियक इन्भेस्टिगेसन गर्छौँ। कार्डियक इन्भेस्टिगेसन हामी के गर्छौँ कि त्यसमा हाम्रो इसिजी गर्छौँ एन्ड अर्को भनेको इकोकार्डियोग्राम गर्छौँ इकोकार्डियोग्राफ यो भयो। सो आफ्टर द्याट हामी अब के गर्छौँ कि हाम्रो कार्डियक इम्बोलिजम छ कि नै इकोकार्डियोग्राफीबाट थाहा पाउँछौँ। त्यसपछि हामी एथेरोस्क्लेरोसिस भन्ने लिपिड प्रोफाइल हेर्छौँ। त्यसपछि आर्टेरियल डिआइसेक्सन छ भने एमआरआई अर सिटीबाट गर्छौँ। थ्रोम्बोफिलिया प्रोटिन सी प्रोटिनस एन्टिथ्रोम्बिन 3 एन्ड फ्याक्टर 4 ल्यान्डिन प्रोथ्रोम्बिन चाहिँ गर्छौँ। एससिएलमा एन्का हामी चेक गर्न सक्छौँ। भेस्कुलारिटिस छ भने इएसआर सिआरपी एनसिए अनका। त्यसपछि होमोसिस्टिनुरिया युरिन एसिड एन्ड दिज आर द अल्सो वी क्यान चेक एन्टिफस्फोलिपिड एन्टिबडी हाम्रो को लागि हामी के गर्छौँ एन्टी कार्डियोलिपिन चेक गर्छौँ। सो दिज आर द कज एन्ड वी गो फर द इन्भेस्टिगेसन इज द सेम वे। त्यसपछि आउँछ हाम्रो म्यानेजमेन्ट कसरी गर्ने अब म्यानेजमेन्टमा हामी पुगिसकेका छौँ। सो म्यानेजमेन्टमा के हुन्छ कि स्ट्रोक भयो ठिक छ। स्ट्रोक भयो भने हामी के गर्छौँ न्युरो इमेजिङ गर्छौँ। पहिला न्युरो इमेजिङबाट हामी छुट्याउँछौँ के छुट्याउँछौँ इस्केमिक हो कि हाम्रो के हो हेमोरेजिक हो त हामी अहिले मेजरमेन्ट के पढिरहेको छौँ हेमोरेजिकको इस्केमिकको पढिरहेको छौँ। त्यो इस्केमिक चाहिँ इस्केमिक हो भने इस्केमिक अब के इलिजिबल छ कि नै त्यसको लागि के भन्छ इलिजिबल फर द हाम्रो अर्जेन्ट हाम्रो रिपरफ्युजन चाहियो कि अर्जेन्ट हाम्रो रिपरफ्युजन थेरापी चाहियो कि त्यो हेर्छौँ हामी ठिक छ। त्यसमा एस हो भने हामी के गर्छौँ इन्ट्राभेनस मेकानिकल हाम्रो थ्रोम्बोलाइसिस गर्छौँ। इन्ट्राभेनस हाम्रो मेकानिकल थ्रोम्बोलाइसिस गर्छौँ थ्रोम्बोलाइसिस। इफ नो छ भने हामी के गर्छौँ एस्पिरिन चलाउँछौँ एस्पिरिन। सो इन्ट्राभेनस थ्रोम्बोलाइसिस के विथ हाम्रो के हुन्छ आरटिपिए हुन्छ। त्यसपछि हाम्रो के हुन्छ कि थ्रोम्बोटोमी लार्ज भेसलको गर्छौँ। अदर हाम्रो एस्पिरिन हाम्रो कति दिन सक्छौँ 300। इफ आरपिए छैन भने एस्पिरिन हामी कति दिन्छौँ 300 mg डेली गर्छौँ। सो अब हामी गइरहेछौँ के चाहिँ अब डिटेलमा डिस्कस गर्न कसरी म्यानेजमेन्ट गर्न सक्छौँ के छ सेकेन्डरी प्रिभेन्सन अफ स्ट्रोकको बारेमा डिस्कस गर्छौँ। सो कुन बेला कुन ड्रग दिने के दिने कतिको डोजले दिने त्यो चाहिँ हामी गर्छौँ। सो फर्स्ट हाम्रो के भयो स्ट्रोक भयो ठिक छ। फेरि हामी त्यसमा जाऊँ। फर्स्टमा के भयो स्ट्रोक भयो।
स्ट्रोक भएपछि अथवा टिआइए भयो, टिआइए ठिक छ। टिपिकल अर मल्टिपल सेलुलर टिआइए सर भयो। त्यसपछि हामी के गर्छौँ, सिटी गऱ्यौँ ठिक छ। सिटी गरेपछि हामी विदिन 24 स्क्यान विदिन 24 आवरमा हाम्रो के हुन्छ अनसेट अर एमआरआई गर्छौँ हामी। एमआरआई इफ लेटर छ भने कतिमा 7 डेजसम्म गर्न सक्छौँ। देन त्यसपछि हामी छुट्टी आउँछौँ कि स्केमिक अर द हेमोरेजिक। हामी स्केमिकमा गयौँ, स्केमिक अर हेमोरेजिक ठिक छ। हेमोरेजिक भयो ल। अब स्केमिक भएपछि हाम्रो के गऱ्यौँ कि स्केमिकलाई हामी के गरौँ यहाँ छुट्याउँ के चाहिँ यो सिङ्गल टिपिकल टिआइए हो कि ट्रान्जिएन्ट स्केमिक एट्याक के भन्छ सिङ्गल टिपिकल हो कि होइन त्यो छुट्याउँछौँ टिआइए। त्यसपछि टिआइए हो कि नै, त्यसपछि आउँछौँ हामी स्केमिकमा। अब के गर्छौँ हामी स्केमिक छ भने अब हामी के गर्छौँ इसिजी गर्छौँ। इसिजी हाम्रो के आयो साइनस रिदम आयो। इसिजीमा हाम्रो के आयो साइनस रिदम आयो अथवा ठिक छ। त्यसपछि हाम्रो के गर्छौँ यो अर्को भनेको हाम्रो क्यारोटिड डप्लेक्स गर्छौँ। कार्टिक डप्लेक्स ठिक छ। इसिजीमा हाम्रो नर्मल रिदम आयो भने एउटा प्रोसेसमा जान्छ। इसिजीमा हाम्रो के हुन्छ आर्ट्रियल फिब्रिलेसन ठिक छ, फिब्रिलेसन। त हामी पहिला गयौँ साइनस रिदमसँग ठिक छ, साइनस रिदमसँग जाऊँ। त यदि साइनस रिदम छ भने के गर्ने, साइनस रिदम छ भने एन्टिप्लेटलेट दिने, एन्टिप्लेटलेट ड्रग एन्ड एन्टिप्लेटलेट ड्रगमा हामी एस्पिरिन दिन्छौँ। एस्पिरिन हामी 300 mg once डेली एन्ड देन हाम्रो वान्स दिन्छौँ एन्ड हाम्रो 75 mg हाम्रो डेली दिन्छौँ ठिक छ। अर्को भनेको हाम्रो क्लोपिडोग्रेल दिन्छौँ। 75 mg डेली, 75 mg डेली। इज इफेक्टिभ छ भने अल्टरनेटिभमा पनि जान्छौँ। इज इफेक्टिभ आफ्टर द्याट अब हाम्रो के हुन्छ, अब मान लो कि हाम्रो त्यो छ के भन्छ साइनस रिदम छैन, आर्ट्रियल फिब्रिलेसन छ। आर्ट्रियल फिब्रिलेसन छ भने के गर्ने, आर्ट्रियल फिब्रिलेसन छ भने थाइरोइड फङ्सन टेस्ट गर्ने। थाइरोइड टिएफटी गरौँ अनि इकोकार्डियोग्राम ठिक छ, कार्डियोग्राम। अब इकोकार्डियोग्राम गऱ्यौँ। अब त्यसपछि के भयो कि यहाँबाट हामी कन्सिडर के गर्छौँ कि कार्डियो भर्जन छ कि एन्टिरियर दिनुपर्छ, कन्सिडर गर्छौँ के कार्डियो भर्जन और हामी एन्टिएरिथमिक त्यो भयो। यो भएपछि म के गर्ने हो कन्ट्राइन्डिकेसन हेर्ने हो। कन्ट्राइन्डिकेसन छ भने के गर्ने, कन्ट्राइन्डिकेसन 2 के छ एन्टिकोगुलेन्ट छ भने एन्टिकोगुलेसन फर इक्जाम्पल हाम्रो ब्लिडिङ छ, फल छ और हाम्रो के हुन्छ ब्रिन्ज ड्रिङ्किङ पुवर एडेरेन्स छ भने हामी केमा जान्छौँ यसमा यो डोजेजमा जान्छौँ ल। यहाँसम्म पुग्यौँ। यदि योसँग भएन भने हामी कहाँ जान्छौँ, यो माथिबाट पनि आउँदाखेरि हामी के हुन्छ कि साइनस रिदम छ यो सबै दियौँ, यसले पनि भएन भने इनइफेक्टिभ छ भने के गर्ने हामी लोवर कोलेस्टेरोलमा जान्छौँ। लोवर कोलेस्टेरोल ठिक छ। जसमा हाम्रो कोलेस्ट्रोल मोर देन 3.5 मिलिमोल पर लिटर छ भने हामी के चलाउँछौँ सिम्बास्टाटिन एन्ड हाम्रो लिभर फङ्सन यसको बाद चाहिँ हामीले एलएफटी गर्छौँ, लिभर फङ्सन टेस्ट गर्छौँ एलएफटी यो भयो हाम्रो। त्यसपछि यो कार्डियो भर्जन छ, यो सबै छ ठिक छ। त यो सबै छ भने हामी के गर्छौँ एन्टिकोगुलेन्टमा जान्छौँ ठिक छ। कन्ट्राइन्डिकेसन छ भने, अब एन्टिकोगुलेन्टसँग कन्ट्राइन्डिकेसन छैन भने हामी के गर्छौँ एन्टिकोआगुलेसन गर्छौँ। एन्टिकोआगुलेसनको लागि हामी नो कन्ट्राइन्डिकेसन छ भने हामी के गर्छौँ त्यसमा हामी वारफरिन युज गर्छौँ। वारफरिन विथ टार्गेट हाम्रो कति हुन्छ INR 2 to 3 minutes 2 to 3
एन्ड देन हाम्रो के हुन्छ यसमा हाम्रो अरू के भन्छ मेकानिकल प्रोस्टेटिक बल डाइरेक्ट ओरल एन्टिकोगुलेन्टहरू दिन सक्छौँ इफेक्टिभ छ भने अल्टरनेटिभमा जान सक्छौँ ठिक छ यो वार्फेरिनहरू दिन सक्छौँ त्यसपछि हाम्रो प्रोस्टेटिक बल्बहरू एन्टिकोगुलेन्टहरू ड्रग अफ डाइरेक्ट ओरल एन्टिकोगुलेन्टहरू दिन सक्छौँ डाइरेक्ट ओरल कोआगुलेन्ट दिन सक्छौँ ठिक छ योबाट यसपछि हामी यो गर्छौँ हामी यो कोलेस्ट्रोल लेभल हाई छ भने त्यसमा अब हामी के गरौँ कि यहाँ क्यारोटिन हामी गराएको थियौँ ठिक छ क्यारोटिड डप्लेक्स गराएको थियौँ अब क्यारोटिड डप्लेक्स गराएको थियौँ भने के हुन्छ कि क्यारोटिड डप्लेक्समा मोर देन 70% स्टेनोसिस छ भने अन द सिम्टोमेटिक साइड सिम्टोमेटिक छ भने के गर्छौँ हामी क्यारोटिड हामी गर्छौँ यसमा क्यारोटिड इन्डाक्टेरेक्टोमी गर्छौँ क्यारोटिड हाम्रो आर्टेक्टोमी गर्छौँ अनि यो गरेपछि हामी के गर्छौँ यो एन्टिप्लेटलेटमा जान्छौँ हामी सो दिस इज द म्यानेजमेन्ट अफ हाम्रो के भयो कि यो इस्केमिक स्ट्रोकको भयो त्यस्तै हाम्रो हेमोरेजिक छ भने बिपी लोवर गर्छौँ अनि त्यसपछि हामी लाइफस्टाइल मोडिफिकेसन जान्छ यो कोलेस्ट्रोल पछि हाम्रो के गर्छौँ यहाँबाट गएर हामी लाइफस्टाइल मोडिफिकेसनमा जाने हो बिपी लो गर्छौँ त्यसपछि हाम्रो के हुन्छ कि बिपी लो राख्छौँ अब बिपी टार्गेट हाम्रो के हुन्छ मोर देन 130/90 mmHg यहाँ टार्गेट छ लो बिपी हाम्रो बिपी योभन्दा माथि छ भने लो गर्छौँ हामी बिपीलाई एन्ड देन अर्को भने के हो कि हामी 1 to 2 का अनुसार थाइजाइड डायरेक्ट दिन्छौँ थाइजाइड यो चाहिँ हाम्रो हेमोरेजिकको लागि भयो हेमोरेजिक छ भने अनि त्यसपछि हाम्रो यसको लागि पनि भयो के भन्छ कोलेस्ट्रोल लेभल हाईहरू छ भने त्यसमा हाम्रो थाइजाइड दिन्छौँ त्यसपछि हाम्रो के हुन्छ एसी इन्हिबिटर एन्ड देन हाम्रो के हुन्छ कि अदर एजेन्टहरू दिन्छौँ अदर एजेन्ट्स त्यसपछि हामी लाइफस्टाइल मोडिफिकेसन सो दिस इज द म्यानेजमेन्ट अफ हाम्रो स्टकको भयो